हेलो गुड मर्निङ फ्रम नुवाकोट ग्याङ फेदी हो कि ग्याङ चौर हो। अहिले यो ठाउँमा चाहिँ घुरुरुमुर्चे बन्न लागेको छ, तर हामी चाहिँ अहिले चाहिँ छेर्तेनमा सुङ हाल्न लगाएको। यो चाहिँ हाम्रो साथीको गाउँ हो, यहाँ चाहिँ ग्याल्छेनको। यहाँबाट गोसाइकुण्डाको नजिकको हिमालहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। सुङ हाल्न लगाएको स्तुपा चाहिँ यही हो, छेर्तेन। अनि हामी सेकेन्ड दिन चाहिँ हाम्रो सुङडुकको लागि पूजा हुँदैछ। यहाँ मेमेहरू आउनुभएको छ, लामालाहरू आउनुभएको छ। सुङडुक हुँदैछ आज। लामालाहरूको ब्रेक टाइममा खाजाको टाइम हो यो चाहिँ। फेरि पनि गुड मर्निङ सबैजनालाई। आज तेस्रो दिन हाम्रो सुङ हाल्नको लागि जाँदैछु। बाटो अलिकति अप्ठ्यारो छ, लामालाहरूलाई अलिक गाह्रो छ बिचरा। The stars and molds the lands. Peace will bloom where silence sings. सुङ हाल्ने कार्यक्रम सुरु भयो। अब चाहिँ ग्याल्छिन माथि बसिरहेको छ। गिरुङहरू चाहिँ भित्र बसेरै छाचाहरू मिलाउँदै हुनुहुन्छ। यहाँ दुईजना मेमेहरू साङ पर्दै हुनुहुन्छ बिहान। छेर्तेनको सुङ हाल्ने काम चाहिँ सक्यो। अब सबै गजुर फिटिङ हुँदैछ। सबैजना अगाडि बसेर सिधा छ कि छैन हेर्दै हुनुहुन्छ लामाहरू।
अनि सबैजना खुसी पनि हुनुहुन्छ। सबै लामाहरू मेमेहरू गाउँलेहरू सबै खुसी हुनुहुन्छ। यहाँसम्म बोलाउनु भएर चाहिँ हामीलाई सुङ हाल्ने मौका दिनुभएकोमा ग्याल्छिनको परिवार सबैजनालाई धेरै धेरै थ्याङ्क यू सो मच। अनि गुरुजुम्बु चाहिँ बन्दैछ हाम्रो माथि डाँडामा, त्यसको लागि पनि हामीलाई नै मौका दिनु होला। हस् त, थ्याङ्क यू सो मच। तेस्रो दिनको बेलुका चाहिँ हाम्रो सुङ हालेर सकिएको छ अनि गजुर पनि फिटिङ भइसकेको छ। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। Didn't you